हेलो नमस्ते सम्पूर्णमा। आज तपाईँहरूलाई चाहिँ म मेरो रुम साउथ कोरियामा चाहिँ म कस्तो रुममा बस्छु त, यदि सादा निमले चाहिँ हामीलाई कस्तो रुम दिनुभएको छ त, यसको बारेमा म तपाईँहरूलाई देखाउन गइरहेको छु। यो चाहिँ मेरो रुम हो है। यो मेरो चाहिँ टेबल हो। यहाँ चाहिँ यो चाहिँ फोर, यहाँ चाहिँ फोरहरू छ। मैले कोठामा निस्केको फोर यहाँ राख्छु भने यो चाहिँ मेरो टेबल हो। मैले पानीहरू, यो कोठा चाहिँ गनाउँछ भनेर राखेको, बास्ना आउँछ भनेर राखेको है। यो मेरो टेबल हो। यो टेबलमा चाहिँ मेरो यहाँ सामानहरू राख्ने छ, यहाँ किताबहरू छ, केही डकुमेन्टहरू छ भने यहाँ पनि केही डकुमेन्टहरू र केही आफ्नो उयोहरू छ भने यो मेरो चाहिँ मोबाइल चार्ज लगाउने चाहिँ यहाँ यस्तो छ भने यो मेरो चाहिँ बेड, मास्टर बेडरुम हो। मास्टर बेडरुम हेर्नुहोस् त, भिआइपीले सुत्ने। कोरियामा चाहिँ यो चाहिँ खाट बेसी मात्रामा भन्दा पनि अपवादका कुराहरू हुन् कोरियामा खाटमा सुत्न पाउनु भनेको। यो भनेको चाहिँ मेरो लगेज है। लगेज नेपालबाट म आउँदाखेरि, नेपालबाट हाकिम साहब राजा सवारी हुँदाखेरि ल्याएको यो चाहिँ मेरो लगेज हो भने यहाँभित्र थुप्रै महँगा कुराहरू छन्। र यो मेरो दराज है, वान अफ द बेस्ट दराज, भिआइपी दराज। यो चाहिँ वीरेन्द्र साईको यहाँ वान अफ द बेस्ट सुटहरू, सर्ट प्यान्ट टी सर्टहरू है भिआइपी रुममा राखिएको छ भने टक्क देख्न सकिन्छ। महँगा कपडाहरू, केल्मी ब्रान्डका कपडाहरू छन् भने डिनेन ब्रान्डका टी सर्टहरू छन् है। महँगो कपडाहरू छ भने यो मेरो दराज। त्यसपछि यो झ्याल भइहाल्यो। यो चाहिँ मेरो एसी भयो। यो चाहिँ मेरो घडी प्लस अलार्म पनि यसैमा बज्छ। यो चाहिँ फ्यान, यो मेरो फ्यान हो। किनभने हामीले कोठामा एसी बालेर सुत्दाखेरि चाहिँ स्टोवाच राख्न नमिल्ने भएको कारणले गर्दा रातभरि एसी बालेर सुत्यौँ भने सवाल तिमीहरूलाई गाह्रो हुन्छ। यो वानफुङ्गीमा चाहिँ यो के अरे सनफुङ्गीमा चाहिँ टाइम स्टोवाच राख्न मिल्छ। सुन्नुभन्दा 2 घन्टा जति राखेर सुत्दाखेरि राम्रो हुन्छ भनेर सवाल यो चाहिँ वैकल्पिक रूपमा ल्याउनु भएको भने यो मेरो एटेच बाथरुम हो। एटेच बाथरुम कोठा हो। यहाँ चाहिँ हाकिम सरको थुप्रै यो नुहाउनुको लागि, त्यसपछि यो चाहिँ हाम्रो हातहरू धुनुको लागि। यहाँ चाहिँ अब भइहाल्यो होइन, कम्फर्ट भइहाल्यो। चाहिँ ग्लासहरू छ भने त्यो ठुलो ग्लास छ। जस्तो फेसिलिटी छ है कोरियामा पनि। एटेच बाथरुम सहितको सुविधा छ भने यो चाहिँ हाम्रो कपडा कार्यस्थलमा काम गरिसकेपछि फोहोर कपडाहरू राख्ने ठाउँ हो। फोहोर कपडा राख्ने, अनि त्यसपछि सफा कपडा चाहिँ दराजबाट निकालेर लगाउने, काम गरेर आइसकेपछि फोहोर कपडा यहाँ राख्ने। त्यसपछि चाहिँ यहाँ चाहिँ हाम्रो अब यो हाम्रो वासिङ मेसिन हो। वासिङ मेसिन, यहाँ वासिङ मेसिन, यहाँ चाहिँ कपडा धुने काम गरिन्छ है। कपडा धुने गरिन्छ भने हाम्रो जुन सिक्ताङ र बाहिर खाना खाने व्यवस्था चाहिँ म तपाईँहरूलाई चाहिँ अर्को भिडियोमा देखाउने छु। भिडियो लामो भइसकेको छ। सबैजनाले माया गर्नुहोला। कोरियाको बसाइ के कस्तो छ भनेर तपाईँहरूले पक्कै पनि जान्न चाहनुभएको थियो होला। र मैले यो भिडियोमा मार्फत तपाईँहरूले हाम्रो कोरियाको बसाइ र यहाँका विभिन्न सुविधाहरू र हाम्रो साथीहरूले दिएका सम्पूर्ण सुविधालाई चाहिँ देखाएँ भन्दै सबैजनालाई भिडियोलाई माया गर्नुहोला। नमस्ते, ओके, बाई बाई।